मलाई तर्साएको भन्ने सिधै पहिलोचोटि नसुन्नु हुँदाखेरि के अरे त्यो बलिनार घर राखेको लुकाएर अनि मलाई चाहिँ गाई फुकाएर जा भनेर पठाए कि सिधा दिदीले उतैले हेर्छु तैँले लिएर जा गाई भनेर पठाए अनि हामीले चाहिँ के तेर्सोबाट गाई लग्यौँ तेर्सोबाट माथि गाई लग्यौँ पछि त घर आउने बेला अलिकभरि त्यति चरायौँ घर आउने बेला गाई लिएर आएको त सिन्दुरी गाई भन्ने त हामीले घर यता सुन्दरको घरतिर ल्याइ पुर्याउनु बेला त सिन्दुरी गाई त उहीँ रोपाको माझमा असार साउनमा होइन भदौ असोज तागेको रोपाको माझमा सिन्दुरी गाई रहेछ अनि त्यो सिन्दुरी गाईलाई चाहिँ अब एक थरी गाई चाहिँ यता निस्किसक्यो घर पुग्नुलाई चाहिँ एक थरी चाहिँ एउटा गाई चाहिँ उहाँ रोपाको माझमा रहेछ जहाँ तैँले लिएर आइज त्यो गाई म यी गाई घर पुर्याइदिन्छु यता लगाइदिन्छु घर पुग्छ नि तैँले त्यो गाई लिएर आइज भनेर सिधा दिदीले पठाउन अनि त्यो बेला त साँझ पर्न लागेको थियो कि तेर्सोबाट लिएर घाम अस्ताएर साँझ पर्न लागेको थियो अनि त्यो रोपाको माझको गाई अब लिएर तेर्सोबाट मुनिको रोपा बरादीको खेत थियो नि त्यहाँ त कि कस्तो खेत हो होइन न्यारको खेत थियो अनि अब रोपो खान्छ गाली गर्छन् भनेर म त आत्तिएर त्यहीँबाट फाल्दै झरेँ सिधै बनै झरेँ अनि झरेर सिन्दुरी गाईलाई फर्काएको त रोपाडी निस्किएर तेर्सोबाट निस्किएर गाई त खुरुखुरु बाटो लाएर आयो अनि बरादी खोलो तर्नु लाग्यो त्यहाँ पुग्दा साँझ पर्नु लागेको थियो झ्याङकुरी बासी थियो अनि साँझ पर्नु लाग्यो के हो झम्लाङ झुम्लुङ गरेर निस्केको देखियो कि त्यहाँ वरिपरि म त गाई सँगसँगै आएँ यताउता हेर्दा खुट्टै देखेँ त्यो तेर्सोबाट निस्केर बरादी खोलो तर्ने ठाउँमा त खुट्टा मात्रै देख्ने टाउको कसैको केही पनि नदेख्ने मान्छे मात्रै देख्ने खुट्टा तर्नी खा के जुन त्यो तेर्सोबाट आडी त्यहाँ त म गाई सँगसँगै खोलो तर्न लागेको त तल माथि जुरुङ अहिले नि कुरा सम्झिरहने है त्यहाँबाट खुट्टै मात्रै देखिन्छ नि झ्याम्लाङ खुट्टै मात्रै देखियो मान्छेको टाउको कुनैको छैन अनि म त पक्का तर्साउने हुन्छ भन्थ्यो यही हो तर्साउनु भन्यो अनि अब त गाईलाई समात्यो भने त मरिनु होला नि जस्तो लाग्यो गाई सँगसँगै यसरी पुच्छर समात्यो गाईको अनि दौडिन नि सकेन सास बढिसक्यो डरले अनि त्यो गाई सँगसँगै घर आएँ तिनीहरू त अलि बाटोसम्म आएको कि त्यसरी अगाडि पछाडि गर्दै तर्साउने मान्छे कि मुर्कट्टा भन्छ त्यो टाउको नभएको अल्को अनि टाउको नभएको त अलि यतासम्म आयो पछि त हामी घर आउने बेलातिर त त्यो सुन्दर घरतिर आउने बेला यसो उक्लिने ठाउँतिर त तिनीहरू बिलायो अनि बिलाएर अनि घर म त गाई समाउँदै घर आएँ अनि घर आएपछि गाई समाउँदै घर आएपछि घर आउने बेला त आँगनमा आइपुग्दाखेरि त म त ब्याङलाङमा ढलेछु कि डरले होला है अब त्यो के भयो अब शरीरमा अनि त्यहीँ ढलेछु अनि के भयो भनेर उठाएर गर्दाखेरि त म भोलिपल्ट दिउँसोसम्म बेहोस भएको है मऱ्यो भनेर गाई लिएर आउँदैमा म त पनि के भयो थाहा पाएन त्यसपछि पुरा मैले केही थाहा यतिकै हो बुन्टो डरले होला नि त्यो त यतिकै हो सास बढ्न थालेको थाहा पाएको थियो अलिअलि डर लाग्यो अनि पछि त घर आएको पनि केही थाहा पाएन अनि पछि बिग्रिँदाखेरि सबैजनाले पर्ने खालको मान्छेहरू बलराम सानबाहरूले फुक्न लगाएका के गर्न लगाएका वरिपरि सबै बसेको मलाई त के भयो भन्न ठुलै लग्ने त के भएको थियो भन्न मलाई त बरादी खोला के ल्यायो तर्सा जस्तो लाग्थ्यो डर लाग्थ्यो के अरे अनि त्यो धेरै मान्छे हिँडेको थियो खुट्टामा मात्रै भएको टाउको नभएको धेरैजना देखाएको थिएँ त्यही अनि मलाई डर लाग्यो म त केही पनि थाहा पाएन मलाई त्यस्तो भएको मुन्टो त यति गयो यति गयो एकचोटि फेरि कमलेर म तामा काट्न गएको कटहरको फेर त्यो बेला त आफै डराएको कमलेर म तामा काट्न गएको घर पछाडि कटहर फेर तामा काट्न गयो कमल जाम तामा काट्न भनेर गएको कमल सानो थियो अनि म ठुलो अनि गएको त माथि त्यहाँ त कस्तो अँध्यारो थियो क्या असार साउनमा झ्याम्ल्याङ भएको लहरा जेउरा घाँसै घाँस बल्ल बल्ल झाडी पन्साएर तामा फेर गयौँ बाँसको फेर तामा पनि त्यसको नि रहेछ अनि तामा भाँच्दै तल कुलामा फाल्दै तामा त भाँच्दै तल कुलामा झार्दै गऱ्यौँ अनि तामा भाँचिसकेर एकछिनपछि त डर लाग्यो के मलाई है अनि कमलले यहाँ त तर्सन्छ बा यहाँ तर्सन्छ भनेको त त्यहाँबाट कमलको सातो गइहाल्यो मैले त्यति भनिदिएको थिएँ अनि त्यो खल्लाङ खुल्लुङ्गै दुइटै फाल्दै कुला निस्क्यौँ अनि निस्क्यौँ तामासामा बोक्यौँ
अनि घर आएपछि कमल हनन्डे ज्वरो आउनु थाल्यो ए ठुल्दाई हो भन्ने रोज्छ रातभरि रोज्छ अनि के भयो भनेको त्यसको सातो गरेछ अनि पछि फुक्फा गरेर सन्चो भयो त्यतिखेर नि बेसी सातो गयो कमलले तामा काट्नु जाँदाखेरि त्यो त आफ्नो मनमा भएर हो त्यतिखेर त देखेको केही पनि देखिएन कथा भ्याइयो अरे घाँस छैन